मैले विदेशमा रहेका सबै नेपालीलाई कुरा बुझ्दैनन् भनेको होइन साथीहरू। मेरो भनाइ विशेष गरी टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ, सहकारी ठगहरूको ग्याङ, डिप्रेसनका रोगीहरू, खराने ग्याङका अन्ध समर्थकहरूप्रति हो, जो देश विदेशमा छरिएर बसेका छन्, जो अरूको चरित्रमाथि आक्रमण गरेर अपमानजनक सामग्री बनाएर वा विवाद सिर्जना गरेर पैसा कमाउने काम गर्छन्। यिनीहरूको मोनिटाइज भएको छ र पैसा कमाउँछन्। यिनीहरूले बनाएको भिडियो र प्रयोग गरेका शब्दहरू यिनीहरूका बाउआमाका अगाडि र यिनीहरूका दिदीबहिनीका अगाडि बसेर हेर्न वा सुन्न पनि सुहाउँदैन र सकिँदैन। र यिनीहरू यति फोरी छन् र यिनीहरूमा मानिसमा हुनुपर्ने कुनै गुण छैन, जसले महिलाको सम्मान गर्दैन, राष्ट्रको गरिमाको सम्मान गर्दैन। गाँजा खाने गजेडीहरूका ग्याङहरू, टिओबीहरू, साला सहकारी ठगहरू, टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ र सहकारी ठगहरूको ग्याङ र डिप्रेसनका रोगी र खराने ग्याङहरूका अन्ध समर्थकलाई भने यी विदेशमा बसेका सबैलाई मैले भनेको होइन। अहिले जापानमा कार्यक्रम सफल भइसकेपछि म माथि आक्रमण भयो भनेर झुटो समाचार गर्दा रहेछ यिनीहरूले। र यो माथिको फोन नम्बर छ र यो भाइले झुटो समाचार बनाउँदै, भिडियो बनाउँदै, कन्टेन्ट क्रिएट गर्दै यो जताततै हल्ला फैलाइरहेको छ। र अहिले पनि भन्छु, तिमी खराने ग्याङहरूलाई, टिओबी ग्याङहरूलाई, तिमीहरूलाई स्पष्ट मैले संसदमा जवाफ मागेको छु। दिन सक्ने हिम्मत, ल्याकत, ताकत यदि तिमीहरूको छ, हैसियत छ भने तिम्रा मालिकलाई संसदमा उभिएर दे भन। छ भने है तिमीहरूलाई नै पत्ता साफ खेलाएर जुम्लामा चुनाव जिताएर आएको हामी है। तिमीहरूकै पार्टीलाई 421 भोटमा रोकेर आएको।